ओ आज हाम्रो किबी बगान चाहिँ कटिङ भइराखेको छ। एकजना हाम्रो अनुभवी व्यक्तिलाई ल्याएर यसो हामी पनि सिक्दै। यो लगाएको 3 वर्ष भयो यो बुट्टाहरू। म यसको कटाइ छटाइ प्लस अघि मैले हजुरहरूलाई देखाएको एउटा भिडियो छ कलमीको, त्यो कलमी त्यहाँ पुरो मल्तिरहेको फलिरहेको थिएन। सर तपाईँ यो कलमीको बारेमा, किबी कलमीको बारेमा के भनिदिनु न लक्ष्मण सर। धन्यवाद। नमस्कार, म ध्रुव कृषि फार्म आलबाग 2 नम्बर, म लक्ष्मण थापा मगर। र यो किबी सम्बन्धी मैले चाहिँ लगभग अहिलेसम्म चाहिँ 12 वर्षको चाहिँ मेरो यो किबीसँगको चाहिँ यो मेरो अनुभव छ। यसमा मैले के कति काम गरेको छु भन्ने कुरा मेरो आफ्नो अनुभव म भनौँ न। विभिन्न चाहिँ कृषकहरूले चाहिँ मलाई चाहिँ बोलाएर उहाँहरूले चाहिँ उहाँहरूको बगानमा गएर मैले चाहिँ ग्राफ्टिङ गरेको छु। साथै चाहिँ बगान चाहिँ सुधार गर्ने काम पनि गरेको छु। र सबै कृषकहरू अहिले चाहिँ खुसी नै हुनुहुन्छ। राम्रै चाहिँ प्रतिक्रिया आएको छ। र कसैलाई चाहिँ कृषकहरूमा मलाई चाहिँ दुविधा छ, मेरो यो किबी बगान चाहिँ कसरी चाहिँ म राम्रो चाहिँ प्रतिफल चाहिँ ल्याउन सक्छु भन्ने चाहिँ लाग्छ भने चाहिँ तपाईँहरूले चाहिँ मलाई चाहिँ सम्झाउन सक्नुहुन्छ। मेरो मोबाइल नम्बर 9845 79 49 26, आलीताल 2 नम्बर। धन्यवाद सर, धन्यवाद। अब हामी तपाईँले गरेको कलमी पनि यसमा देखाउनेछौँ। हजुर अब आफ्नो कार्यतिर लाग्नुहोस्। कार्यतिर म लाग्यो। यसमा चाहिने सामग्रीहरू अब यहाँ चाहिने सामग्रीहरू हामीले सक्छौँ। यो ग्राफ्टिङ टेप चाहियो। साथै अब हामी चाहिँ अब यो अहिले चाहिँ यसलाई चाहिँ हामी चाहिँ रुटी स्टक भनिरहेको छौँ। यसलाई सुधार गरिरहेको छौँ। यसमा राम्रो जात चाहिँ हामीले चाहिँ यसमा जोड्ने चाहिँ क्रममा छौँ। जात भन्दाखेरि यो हेवाडो हो। यो चाहिँ हाम्रो चाहिँ विष्णु सरको बगानमा यो हेवाडो जातको चाहिँ हामी चाहिँ ग्राफ्टिङ गरिरहेको छौँ र कलमी गर्न पनि गइरहेको छौँ। र अब यसमा हामी यसलाई रुटिसक र यसलाई साइन भन्छौँ। अब यसलाई हामी चाहिँ सुरु गर्छौँ। भात खाना है बाबू, ये ले रहा छिटा के लगभग जस्तो यता तपाईँले यो तयार गर्नुभयो। के भन्ने यसलाई रुटी स्टक, यसलाई हामी चाहिँ रुटिसक भन्छौँ। अनि यसलाई साइन भन्छौँ। साइन र त्यो लगभग एउटै साइजमा एकै साइजको हुनु पर्यो। अब एक साइजमा जस्तै हामीले काट्यौँ, यसलाई 3 देखि 5 सेन्टिमिटरसम्म हामी चाहिँ काटेर चाहिँ यसलाई ग्राफ्टिङ गर्न सक्छौँ। 3 देखि 5 सेन्टिमिटर। अनि यसमा चिरा लगाउनु भएन? चिरालाई यसलाई टङ ग्राफ्टिङ भन्छौँ। यसलाई टङ ग्राफ्टिङ सेम त्यहाँ पनि अब त्यो दुईटा फस्ने भयो। स्टुल छ नि ल्याउनु। स्टुल ल्याइदिन्छ कहिले अर्को ठाउँमा सजिलो हुन्छ। यहाँ ल्याइदिनु अप्ठ्यारो भयो। यो तरिकाले हामीले हाँगामा पनि कलमी गर्न सक्ने हो।
फलेको हाँगा छ भने सुरुको वर्ष नै फल आउँछ होइन? आउँछ आउँछ। अब यसमा पछि गएर चाहिँ तपाईँको पालुरे आउने समयमा जुन चाहिँ यसमा गाँठोहरू छन् यिनीहरू सबै हटाउनु पर्छ। तल्लोको पालुरे, यो गाँठोहरू होइन? यो जुन चाहिँ गाँठो छ योबाट चाहिँ पालुरे आयो भने ग्राफ्टिङ भनेर तलको तल्लो खालको यिनीहरू हटायो किनकि यो तल भने त अर्कै जातको छ, माथि त्योभन्दा अगाडि मात्र हेवाड भयो। हेलो साथीहरू, तपाईँहरूलाई हाम्रो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला र अझै यस्तो भिडियो चाहिएमा हामीहरूलाई साथ र सपोर्ट देखाइदिनु होला। अनि तपाईँलाई मन परे नपरेको कमेन्ट पनि गर्नुहोला। धन्यवाद। केही जानकारी चाहियो भने हामी चाहिँ तपाईँहरूलाई कमेन्टद्वारा नै उत्तर फर्काउनेछु। धन्यवाद।